दर्शकबिन नमस्कार। गण्डकी टेलिभिजनको समसामयिक विषयवस्तुमा केन्द्रित रहेर छलफल हुने कार्यक्रम गण्डकी बहसमा हार्दिक स्वागत छ। आज हामी डाक्टर नवल पजियार जो स्मरण शक्ति र व्यक्तित्व विकासका लागि चर्चित व्यक्तित्व हुनुहुन्छ, एसियाको चर्चित मेमोरी एक्सपर्ट र मानवीय क्यालेन्डर भनेर पनि उहाँलाई चिन्ने गरिन्छ। डाक्टर नवल पजियार उहाँ नेपालकै जनकपुरमा जन्मनु भएको हो। उहाँसँग यो स्मरण शक्ति व्यक्तित्व विकास कसरी हुन सक्छ भन्ने विषयवस्तुमा केन्द्रित रहेर आजको कार्यक्रममा हामी कुराकानी गर्नेछौँ। नवल पजियारज्यू, यहाँलाई कार्यक्रममा स्वागत छ। धन्यवाद। के हो यो स्मरण शक्ति व्यक्तित्व विकास भन्ने अब संस्था नै खोलेर तपाईँहरू लागिराख्नु भएको छ, के हो यो चाहिँ? मेन हाम्रो जुन तपाईँको संस्था हो माइन्ड पावर डेभलपमेन्ट सिस्टम्स, यो जुन तपाईँको आन्ध्र प्रदेश स्थित गुन्टुरको तपाईँको लिडिङ अर्गनाइजेसन छ र अहिले हामी नेपालमा पनि यसको ब्रान्च ल्याएको छौँ जो गभर्मेन्ट रजिस्टर छ हाम्रो जनकपुर धाममा नै। र यो हाम्रो मेन संस्थाको मेन फोकस र मोटो के छ भने कि हरेक ह्युमन बिङ्सलाई एउटा स्पिरिचुअली, मेन्टल्ली, फिजिकली एउटा पावरफुल व्यक्ति कसरी निर्माण गर्ने और उसलाई कसरी क्रिएट गर्ने। जस्तो कि भनिन्छ हरेक ह्युमन बिङ्समा आफ्नो क्षमता हुन्छ, युनिक ट्यालेन्ट हुन्छ, तर वास्तवमा व्यक्तिले त्यो ट्यालेन्टलाई नमहसुस गरेर नथाहा पाएर लाइफमा अल्मिलिरहेको हुन्छ। सो त्यसलाई मानवमा फरक फरक खालका गुणहरू हुन्छन्। यस, एक्चुअली तपाईँको ट्यालेन्ट सेम हो तर उसले युटिलाइज जुन गर्छ त्यो डिफ्रेन्ट वेको हुन्छ। सो कुनै पनि कुरामा तपाईँले सफलता पाउनको लागि कुन राइट वे छ हामीले त्यो यदि फलो गर्यो भने त्यही व्यक्ति मात्र सफल हुन सक्छ। इक्जाम्पलको लागि मानौँ तपाईँले गर्नु भएको होला कि कोही व्यक्ति बिहानदेखि बेलुकासम्म काम गरिरहेको हुन्छ डेली मर्निङ टु नाइट बट नो सक्सेस। तर कोही व्यक्ति तपाईँलाई केही घन्टा मात्र काम गरेर दे आर ग्रोइङ एन्ड गेटिङ सक्सेस इन द लाइफ। भन्नुको अर्थ के हो, तपाईँ लाइफमा कति हार्ड वर्क गर्नुहुन्छ यो जरुरी हुँदैन, तर कति नाइस रिजल्ट प्रड्युस गरिराख्नु भएको छ त्यो धेरै जरुरी हो। किन हार्ड वर्क त सबले गर्छ तर हार्ड वर्कले मात्र तपाईँलाई सफलता पाउनमा या कुनै चिजमा क्षेत्रमा राम्रो गर्नको लागि उसले तपाईँलाई मद्दत गर्दैन। सो हामीले सफलता पाउनको लागि अलवेज वी हेभ टु वर्क इन शार्प वे, स्मार्ट वे रादर देन द हार्ड वे। र खास गरेर तपाईँले विद्यार्थीहरूलाई पनि हेर्नु भएको होला कि बिहानदेखि बेलुकासम्म पढिरहेको हुन्छ, तर यदि तपाईँले सोध्नुभयो आज के पढ्नुभयो त माइन्डमा उसलाई आउँदैन। भनाइको अर्थ उसले कतिको पढ्छ त्यो जरुरी हुँदैन, तर पढेकोबाट कति माइन्डमा राख्न सक्छ त्यो धेरै जरुरी हुन्छ। सो जुन हाम्रो यो संस्था हो जसले साइन्टिफिक टेक्निकहरू ल्याउनु भएको छ, जुन हामी फलो गरिरहेको छौँ, त्यो टेक्निक यदि त्यो इन्डिभिजुअलले थाहा पाएर आफूमा इम्प्लिमेन्ट गर्छ भने उसको लाइफमा उसको मेमोरीमा बदलाव आएकै छ। र अहिलेसम्म हामीसँग हजारौँ प्रुफ यस्ता छन्। तपाईँको अब भारतमा रहेछ यसको मुख्य कार्यालय, हजुर होइन? नेपालमा शाखा छ भनेर भन्नु, अन्य मुलुकहरूमा छ कि छैन? अन्य मुलुकहरूमा तपाईँको छैन, फ्रान्चाइजीहरूको लागि हाम्रो त्यो अहिले चलिरहेको छ तर सपोर्ट चाहिँ भएको छैन। हामी भारत र नेपालमा मात्रै यसको प्रयोग भइराखेको। यस, अहिले हामी भारत र नेपाल र पर्सनली मैले सिङ्गापुरमा पनि ट्रेनिङ दिएको छु र अलमोस्ट तपाईँको बम्बई, दिल्ली, बेङ्गलोर, चेन्नई मिन्स मेट्रो सब मेट्रो सिटी इन्डियाज र नेपालमा अलरेडी धेरै सिटीमा हामीले गरिसकेका छौँ। 8-9 पटक काठमाडौँमा, 3 पटक विराटनगरमा, दिन वीरगञ्ज, नारायणगढ, हेटौडा, धरान, बिर्तामोड, एन्ड यो हाम्रो तपाईँको तेस्रो पटक हो तपाईँको पोखरामा। जस्ट 2 हप्ता अगाडि हामीले सेम सेमिनार तपाईँको पोखरामा गरेका थियौँ यही सभागृह चोकको डेनिस हलमा, जहाँ तपाईँको धेरै पार्टिसिपेन्टहरू आएको थियो। र हामी काठमाडौँ गयो प्रोग्राम सिद्धिसके पश्चात, र तपाईँको पोखरावासीहरूले जुन हाम्रो त्यो सायद रिजल्ट थाहा पाएको होला पार्टिसिपेन्टहरूको द्वारा, उहाँहरूको फोन कल्स इमेल यति आयो कि सायद हामीलाई अगेन आउन बाध्य पुर्याएर अगेन 2 हप्तापछि हामी पुनः आएको छ पोखरामा। र सायद अहिले वर्तमानको लागि यो अन्तिम पटक हो, बिकज हामीले अरू सिटीको पनि हाम्रो बुक भइसकेका छ। सो जुन तपाईँको आइतबारदेखि हुन गइरहेछ वैशाख 17 गतेदेखि 22 गतेसम्म दैनिक 2 सेसन यो हुने गर्छ। पहिलो सेसन बिहान 7:30 देखि 9:30 र बेलुका तपाईँको 4:30 देखि 6:30। यो दुईटै मध्ये कुनै एउटा सेसनमा आएर अटेन्ड गर्न सकिन्छ र यसमा व्यक्तिले आयो भने प्रत्यक्षमा हेर्न सकिन्छ कि व्यक्तिले यदि थाहा पायो भने आफ्नो माइन्डलाई कम्प्युटर भन्दा पनि बढी राम्रो उपयोग गर्न सकिन्छ। कसरी बढाउनु त स्मरण शक्ति बढाउने? यसमा तपाईँको कसरी बढाउनु मिन्स भनिन्छ कि हरेक चिज हरेक ट्यालेन्ट हामी भित्रै छ तर वास्तवमा हामी उसलाई थाहा नपाएर हामी अल्मलिरहेका हुन्छौँ। इक्जाम्पलको लागि मानौँ तपाईँले कुनै एउटा नयाँ मोबाइल या कम्प्युटर किन्नुहुन्छ भने त्यसको साथमा एउटा युजर म्यानुअल पाउनुहुन्छ त्यसलाई कसरी इस्तेमाल गर्ने र कसरी नगर्ने। तर दुर्भाग्यवश जब हामी संसारमा जन्मेर आएको छौँ हामीले आफ्नो माइन्डको कुनै म्यानुअल लिएर जन्मेका छैनौँ। सो जुन त्यो हाम्रो टेक्निकहरू हुन्छ त्यो टेक्निकले वर्क गर्छ एज युर माइन्ड टुल्स, कुन कुरालाई कसरी माइन्डमा स्टोर गर्ने र कसरी रिकल गर्ने। किनभने कुनै पनि कुरालाई रिकल गर्नको पहिला हामीले उसले राम्ररी स्टोर गरेको हुनुपर्छ र व्यक्तिले स्टोरिङमा नि मिस्टेक गरेको हुन्छ थाहा नपाएर विदाउट देयर नलेज। सो एक्चुअली राम्ररी उसले स्टोर गर्यो भने रिकलिङ मेथड अलि धेरै इजी हुन्छ तपाईँलाई।
भनेपछि टेक्निकहरू यो टेक्निकहरू जुन हाम्रो सेमिनारमा त्यहाँ हामी त्यो एक्सप्लेन गरेका हुन्छौँ बिकज ड्यु टु ल्याक अफ टाइम इभन इफ आई स्पिक बाई वर्ड्स दे कुड नट गेट द आइडियाज सो त्यसैले तर एउटा कुरा यही म सर्टेन स्टुडेन्ट भन्न चाहन्छु कि कुनै पनि कुरालाई कुनै पनि काल्पनिक चिजलाई पनि एउटा वास्तविकको रूपमा लिएर हामीले यदि माइन्डमा राख्यो भने त्यो बढी समयसम्म रहन्छ किनभने साइन्टिस्टको अनुसार भनेको छ ब्रेनको दुई पार्ट हुन्छ एउटा राइट पार्ट अफ द ब्रेन अर्को लेफ्ट पार्ट अफ द ब्रेन सो राइट पार्ट अफ द ब्रेनलाई क्रिएटिभ ब्रेन भनिन्छ एन्ड द लेफ्ट पार्ट अफ द ब्रेनलाई लजिकल ब्रेन भनिन्छ सो कुनै पनि कुरा यदि हामी राइट पार्टमा स्टोर गरेका छौँ भने त्यो बढी समयसम्म हुन्छ तर नेचुरली कुनै कुरा हामी हेर्छौँ देख्छौँ त्यो गर्छौँ भने हाम्रो लेफ्ट पार्ट अफ ब्रेनले मात्रै स्टोर गरेको हुन्छ र व्यक्ति छिट्टै बिर्सिहाल्छ तर लामो समयसम्म सम्झनको लागि हामीले राइट पार्ट अफ ब्रेनमा स्टोर गर्नुपर्छ जुन राइट पार्टको फङ्सन नै हुन्छ कुनै पनि कलर पिक्चर या व्यक्तिको अनुहारहरू स्टोर गर्ने सायद त्यसैले तपाईँले इक्जाम्पलको रूपमा महसुस पनि गर्नुभएको होला कुनै नयाँ व्यक्तिलाई तपाईँले आज भेटाउनु भयो र सेम व्यक्तिलाई 6 महिना 1 सालपछि भेटाउँदा के हुन्छ अनुहार त याद रहन्छ तर नाम बिर्सिहाल्नुहुन्छ बिकज अनुहार तपाईँको राइट पार्ट अफ ब्रेनले स्टोर गरेको हुन्छ यो अटोमेटिक फङ्सन नै हो र नाम तपाईँको लेफ्ट पार्ट अफ ब्रेनले स्टोर गरेको हुन्छ सो त्यसैले तपाईँको यो पार्टको इन्फर्मेसन हामी बिर्सिहाल्छौँ यो पार्टको हामीलाई सम्झना रहन्छ सो जुन यो टेक्निक छ हाम्रो लेफ्ट पार्टको इन्फर्मेसन राइटमा कसरी ट्रान्सफर गर्ने त्यो कुरालाई बढी फोकस गरिएको छ कसरी त त्यो अब जस्तो नामै ट्रान्सफर गर्नु पर्छ अब नामै ट्रान्सफर जस्तो कि अब तपाईँको फर्स्ट अफ अल एउटा यो हुन्छ कि पहिलो कुरो यो पनि भनेको चाहिँ कुनै पनि व्यक्तिको नाम जसको हामी तपाईँले माइन्डमा राख्न चाहन्छौँ टु बी फ्र्याङ्क पिपल आर नट इन्ट्रेस्टेड इन अदर्स नेम सो पहिलो कुरा हामीले हाम्रो भनिएको छ कुनै पनि कुरालाई माइन्डमा राख्नको लागि फर्स्ट वी सुड बी इन्ट्रेस्टेड हामीले इन्ट्रेस्ट हुनुपर्छ त्यसैले हाम्रो यो प्रोफेसनमा भनेको छ इन्ट्रेस्ट इज कल्ड फादर अफ मेमोरी एन्ड द रिभिजन इज कल्ड मदर अफ मेमोरी सो पहिला इन्ट्रेस्ट गर्ने देन रिभिजन अब स्टोर कसरी गर्ने सो हरेक कुरालाई स्टोर गर्ने एउटा डिफ्रेन्ट टेक्निक दिएको हुन्छ एउटै टेक्निक तपाईँको हरेक चिजमा लागू हुँदैन सो जस्तो कुनै पनि व्यक्तिको नाम छ भने इफ इट इज कमन नेम तपाईँले डाइरेक्ट स्टोर गर्न सक्नुहुन्छ यदि अनकमन नेम छ भने तपाईँले त्यो नेमलाई ब्रेक गरेर मिन्स अलि डिभाइड गरेर आफ्नो एउटा कमन पिक्चर बनाउने एउटा सिस्टम छ हाम्रो टेक्निकमा PMS पर्सनल मिनिङ सिस्टम त्यो टेक्निकको द्वारा तपाईँले एउटा कमन पिक्चर बनाउने र माइन्डमा स्टोर गर्ने जस्तो कि फर इक्जाम्पल कुनै व्यक्तिको नाम हुन्छ तपाईँको सुरेश कमन नेम इनकेस तपाईँको माइन्डमा आउँदैन त हाम्रो जुन त्यो वर्कसप प्र्याक्टिकली त्यहाँ देखाइएको हुन्छ कि त्यो व्यक्तिको बडी फिचरहरू त्यो अब्जर्भ गर्ने धेरै टेक्निकहरूको साथमा र त्यस पश्चात जुन सुरेश सो कमन नेम सुलेस त्यो व्यक्तिले इमेजिन गर्नुहोस् अलवेज वेयरिङ द सुलेस सो त्यो व्यक्तिले भोलिको दिन हेर्दाखेरि सुलेस अलि बिकज सु इज अ कमन पिक्चर बार बार हामी देखिरहेको छौँ सो त्यो सु तपाईँको आउने बित्तिकै अब कमन सेन्सको कुरो कि कुनै पनि व्यक्तिको नाम सु हुँदैन सुलेसको समथिङ इज नियर बाई सुरेश अलि त्यो माइन्डमा आउने बढी फोकस गर्छ जस्तो हाम्रो साउथतिर तपाईँको दक्षिण भारतमा जस्तो नाम हुन्छ श्रीनिवास नागराज कुमरन अब कुमरन नामलाई माइन्डमा कसरी स्टोर गर्ने त त्यो बडीको जुन फोकस हुन्छ त्यो बडीको कोही ट्रेडसँग एट्याच गरिदिने कुमरन भनेको कम एन्ड रन सो इमेजिन त्यो व्यक्ति जहिले पनि आउँछ कम एन्ड रन गरिरहेको हुन्छ सो जब तपाईँको भोलिको दिन 6 महिना 1 साल पछि पनि हेर्दाखेरि ओ द्याट पर्सन अलवेज कमिङ एन्ड रनिङ कम एन्ड रन ओ सो कुमरन आउने सम्भावना धेरै हुन्छ भनेपछि कमन चिजमा कन्भर्ट गर्नुपर्छ कमन चिजमा त्यो पर्सनल मिनिङ सिस्टम भनेको कारण त्यही हो तपाईँलाई जुन ल्याङ्ग्वेजमा थाहा छ त्यो वर्ड त्यो ल्याङ्ग्वेजसँग उसलाई एसोसिएट गरिदिने इट इज भेरी इजी के छ यसमा अब जस्तो स्मरण शक्ति र व्यक्तित्व विकास भनेर तपाईँहरूले अब यो माइन्ड पावर डेभलपमेन्ट सिस्टम्स भनेर भन्नुभएको छ यसमा चाहिँ के छ तपाईँहरूले चाहिँ अब जस्तो यसमा तपाईँको मेन फोकस हामीले गरेका छौँ कि आफ्नो एउटा माइन्डको हाम्रो टाइप हुन्छ सबकन्सियस माइन्ड सो त्यो सबकन्सियस माइन्डलाई कसरी एक्टिभेट गर्ने किनभने भनिएको छ माइन्ड इज द मास्टर एन्ड बडी इज द सर्भेन्ट सो एकचोटि तपाईँले यदि सबकन्सियस माइन्डलाई तपाईँले यदि फोकस गर्नुभयो एक्टिभेट गर्नुभयो भने तपाईँले लाइफमा चाहेको हरेक चिज तपाईँ लाइफमा पाउन सक्नुहुन्छ बिकज यो माइन्डलाई एक्टिभेट गर्नु धेरै जरुरी छ सेम टाइम विद्यार्थीहरूले तपाईँले पढ्ने कसरी या कुनै प्रोफेसनले आफ्नो काममा गर्ने कसरी कन्सन्ट्रेसन पावर बढाउने कसरी इन द सेम टाइम तपाईँले कुनै पनि व्यापारमा यदि आफ्नो छ भने कुन स्किल या कुन स्ट्राटेजी उसले फलो मतलब गर्यो भने उसले लाइफमा अगाडि बढ्न सकिन्छ देन द सेम टाइम तपाईँको व्यक्तिको नाम अनुहार कुनै पनि व्यक्तिको टेलिफोन नम्बरहरू जस्तो कि मलाई भनिन्छ तपाईँले अघि सोध्नुभयो कि मानवीय क्यालेन्डर मलाई दक्षिणमा मानवीय क्यालेन्डर भनिन्छ कारणवश म तपाईँको 500 वर्षको क्यालेन्डर मेमोराइज गरेको छु मैले आफ्नो राइट पार्ट अफ द ब्रेनमा जस्तो इक्जाम्पलको लागि मानौँ कुनै व्यक्तिले तपाईँले सोध्नुहुन्छ कि यो महिनाको डेट या और यो तारिक यो महिनामा कुन बार पर्छ त्यो थाहा पाउनको लागि गएर क्यालेन्डरलाई हेर्नुपर्छ राइट तर टेक्निक यसरी छ कि पुरै क्यालेन्डर नै हामीले माइन्डमा स्टोर गर्न सकिन्छ र मैले तपाईँको पर्सनली 500 वर्षको क्यालेन्डर मेमोराइज गरेका छौँ अब तपाईँले भनेपछि अब
के दियो भने चाहिँ अब जस्तो क्यालेन्डर याद गरेको छु भनेर भन्नुभयो होइन। ओके अब मैले केही अब बार थाहा भन्न चाहेँ भने तपाईँले बार भन्नुहुन्छ। यस, सो यसको लागि तपाईँले मलाई के गर्न सक्नुहुन्छ, कुनै पनि महिनाको डेट भन्नुभयो भने र त्यो कुन सालमा चाहियो, यो सालको चाहियो, 50 साल पहिलाको चाहियो, 50 साल आउनेको चाहियो, त्यो तपाईँले यदि मलाई दिनुभयो भने म तपाईँलाई भनिदिन्छु त्यो कुन बार छ। मैले तपाईँलाई अब बार अनि त्यसपछि गएर डेट दिएँ भने साल भन्न सक्नुहुन्छ। यो साल तपाईँको भन्ने होइन कि त्यो बार कुन हो त्यो भन्न सकिन्छ। एउटा यस्तो पनि टेक्निक छ, जस्तो केही सवाल हामी गरेर चाहे त्यो नेपाली होस् इन्डियन होस्, म तपाईँले यो पनि भन्न सकिन्छ कि तपाईँ कुन महिनाको कुन गते जन्मिनु भएको छ। त्यो एउटा मेन्टल म्याजिक भनिन्छ, हाम्रो एउटा टेक्निक हुन्छ, एउटा जस्ट माइन्डको म्याजिक कि तपाईँले नभनिकन जस्ट कुन महिनाको कुन बार तपाईँले कुन महिनाको कुन गते जन्म त्यो पनि भन्न सकिन्छ। तर अहिले म कुरा गरिरहेको छु 500 वर्षको पर्पेचुअल क्यालेन्डर, जुन इङ्ग्लिसको जुन छ नि इस्वी सम्बन्धको त्यो 500 वर्षमा। सो तपाईँले यदि मलाई डेट मन्थ इयर दिनुभयो भने त्यो कुन बार, किनभने तपाईँको अब जस्तो अहिले तपाईँ भन्नुहुन्छ मानौ कुनै डेट र कुनै मन्थ, तर कुन सालको, हरेक सालमा त फरक फरक आउँछ। सो यो 2012 साल छ या आउने सालको या जाने सालको या कुनै सालको भन्दाखेरि पनि त्यो गर्न सकिन्छ। जस्तो मैले डेट मन्थ अनि बार दिएँ भने तपाईँले साल भन्न होइन, यसमा चाहिँ के बारको मात्रै हो मेमोरी अथवा? यस, मैले त्यो गर्न खोजेको, यो बारको मात्र मैले गरेको छु। यसमा त्यो गर्न सकिन्छ, तर मैले आफ्नो माइन्डले डिजाइन गरेको छु त्यो बारको लागि मात्रै। भनेपछि बारमा अलिक कन्फ्युज हुन्छ भन्ने हिसाबले मात्रै। यस यस, जुनमा किनभने व्यक्ति कुन साल हो त्यो एक्चुअली साल त मिन्स तपाईँको 12 महिनामा एक साल मात्रै हुन्छ नि, त्यो साल त्यति कन्फ्युजन व्यक्तिलाई गर्दैन, तर त्यो कुन बार थियो त्यो अलिक कन्फ्युजन छ। बार चाहिँ अलि धेरै रिपिट भइरहेको छ। बिकज तपाईँको एक महिनामा नै 4वटा बार आउँछ। अब त्यो मानौ यो सन्डे त्यो 12 तारिक थियो कि फेरि कुन तारिक थियो कि 10 तारिक थियो, त्यो कन्फ्युजन हुन्छ नि। सो त्यसलाई क्लियर गर्नको लागि हामीले त्यो तरिकाले स्टोर गरेका छौँ। अर्को तपाईँले म्याजिक भन्नुभएको थियो नि, म्याजिक माइन्ड म्याजिक भनिन्छ, जसमा कि एउटा यस्तो छ, हाम्रो स्पिड म्याथ हुन्छ। तपाईँलाई कुनै कुरालाई एक लाइनमा क्यालकुलेसन कसरी निकाल्ने, मल्टिप्लिकेसनहरूको जुन स्क्वायर रुट क्युब रुटको डिफ्रेन्ट डिफ्रेन्ट टेक्निकहरू हुन्छ। त यसैमा हामीले यो पनि दिएका छौँ कि कुनै पनि व्यक्तिले आफ्नो महिना र बार नभने पनि तपाईँले कसरी थाहा पाउने कि त्यो कुन महिनाको कुन गते जन्मेको हो। त त्यसमा हामीले के स्टेप हुन्छ, 4-5 सवाल उहाँसँग के गर्छौँ र लास्टमा हामी भनिदिन्छौँ तपाईँले यो महिनाको यो गते जन्मिनु भएको छ, जस्तो हुन्छ तपाईँलाई। जस्तो मैले अहिले जिज्ञासा राख्न खोजेँ भने यस्तो पनि गर्न सकिन्छ, नो प्रब्लम। तर म तपाईँले जुन 5 सवाल गर्छु, 5-6 सवाल, त्यो सवाल तपाईँले माइन्डमा गर्दै जानुपर्छ या त्यहाँ लेखेर गर्दै जानुपर्छ र लास्टमा म भनिदिन्छु तपाईँले कुन महिनाको। तपाईँले गर्नुहोस् न त त्यो सवाल गर्नुहोस् मलाई। ठिक छ, त तपाईँ मलाई नहेराइकन तपाईँ गर्दै जानुहोस्, ताकि हाम्रो अडियन्सलाई पनि थाहा लागोस् कि एटलिस्ट तपाईँले मलाई नभनिकन गरिराख्नु भएको छ। अब तपाईँले पहिले यो कुरा क्लियर गर्ने कि तपाईँले इङ्ग्लिस डेट अफ बर्थमा भन्न चाहनुहुन्छ या नेपालीमा? नेपालीमा। नेपालीमा, ठिक छ। अब तपाईँले के गर्ने, कुन महिनामा जन्मिनु भएको छ त्यो तपाईँलाई थाहा छ, तर मलाई थाहा छैन, राइट? अब तपाईँले के गर्ने, त्यो महिनालाई अङ्कमा लेख्नुहोस्। जस्तो कि मान तपाईँको वैशाख छ भने 1, माघ छ भने 10, तपाईँले त्यसमा लेख्दै जाने। के गर्दा आइडिया? त्यसपछि तपाईँले त्यसलाई डबल गरिदिनुहोस्। जस्तो कि अब 1 थियो तपाईँको महिना, तब त्यसलाई डबल गरिदिनु 2 हुन्छ, त्यो डबल गर्नुभयो, राइट? अब डबल गरेर त्यसमा तपाईँले 5 जोड्नुहोस्, एड 5, 5 जोड्नुभयो। अब 5 जोडेर तपाईँले के गर्नुहोस्, त्यसमा 5 ले मल्टिप्लाई गरिदिनुहोस्। नेक्स्ट स्टेप 5 ले मल्टिप्लाई गरिदिनुहोस्, गर्नुभयो। र नेक्स्ट स्टेप तपाईँको लास्टमा के हुन्छ, तपाईँको जुन तपाईँ मल्टिप्लाई गरेर जति आउँछ नि त्यो लास्टमा तपाईँले 0 राख्नुहोस्, पुट द 0। जस्तो कि तपाईँको मानौ 1 2 आएको छ भने त्यो 1 2 0 भइहाल्छ। मानौ तपाईँको 1 3 5 आएको छ भने 1 3 5 0 भइहाल्छ। र लास्टमा तपाईँले कुन गते जन्मिनु भएको छ तपाईँले त थाहा होला, थाहा छ, तर मलाई थाहा छैन। अब तपाईँले मनमा के गर्नुहोस् भने त्यो कुन कति गते जन्मिनु भएको छ त्यो गतेलाई मात्र, डेटलाई त्यसमा जोडिदिनुहोस्। जस्तो कि 12-50 केही आएको थियो भने त्यो त्यसमा तपाईँले त्यो गते जोडिदिनुहोस्। गते जोडिदिनु भयो। अब लास्टमा टोटली तपाईँको कति हो एकचोटि मात्र भनिदिनुहोस् त मलाई। 960 मिन्स 960, राइट? अब तपाईँलाई यदि सम्झना छ भने तपाईँले कार्तिक महिनाको 10 गते जन्मिनु भएको छ हो। असोज महिनाको 10 गते मिन्स 7 महिना भनेको कार्तिक नै आउँछ, 7 महिना कार्तिक आउँछ हो। सो तपाईँले त्यहाँ मलाई भन्नुभयो कि 960 भन्नुभयो होइन, टोटल तपाईँको 960 भन्नुभयो होइन। सो इफ यु आर राइट देन यो तपाईँको कार्तिकको 10 गते आउँछ। या त तपाईँले कति क्यालकुलेसनमा आफ्नो कहीँ मिस्टेक कन्फ्युजन गर्नुभएको होला। यो त अलि मिलेन जस्तो लाग्यो नि मलाई। ठिक छ, जस्तो कि तपाईँले मैले 06 थियो हो, असोज
ठीक 6 छ हुन्छ ओके यसलाई डबल गर्ने भन्नुभयो 12 आउँछ 12 आउँछ 12 5 17 17 जोड्या 17 पंचे 95 हुन्छ 17 पंचे 85 हुन्छ नट 95 85 हुन्छ या यहाँ मिस्टेक भयो यसैले मिन्स यति कन्फिडेन्स हुन्छ कि तपाईको आन्सरमा यदि कसैले तपाईले मिन्स इनके झुक्याउनको लागि पनि गर्यो भने तपाईले राइट गर्न सक्नुहुन्छ मिन्स मिस्टेक तपाईको पार्टमा थियो या नाउ अनि अब यो त महिना र गतेको कुरा पत्ता लगाउने कुरा भयो अरु चाहिँ के छ यसमा अब जस्तै स्मरण शक्ति मिन्स तपाईको मेमोरी पावरलाई कसरी इन्हान्स गर्ने जस्तो कि कुनै पनि कुरा यदि तपाई जस्तो कि अब यहाँ हामीले सँगै यदि बोर्ड भएको भए सायद हामी प्रत्यक्षमा देखाउन पनि सक्थ्यौं कि एकचोटी तपाईले भनेर माइन्डमा कसरी स्टोर कन्सन्ट्रेसन पावर यदि हाई छ भने त्यसलाई कसरी तपाईले स्टोर गर्न सक्नुहुन्छ सेम टाइम तपाईले व्यक्तिले आफ्नो आफ्नो लाइफमा एक्चुअली हाम्रो लाइफ हो के र यसको पर्पस के हो वास्तवमा व्यक्तिले आफै थाहा छैन सो फर्स्ट अफ अल लाइफ हो के र यसको मकसद के छ र एउटा साँचो कुरा भन्नु भने एउटा सर्वे पनि गरिएको छ व्यक्तिमा एउटा ल्याकिङ के छ भने उलाई लाइफबाट के चाहन्छ त्यही कुरा उलाई थाहा छैन हाम्रो लाइफ कस्तो भइसकेको छ एउटा कट्टी पतंग बनाएको जो आधी काटेको जुन चंगा जस्तो हुन्छ नि धागा त्यस्तो जहाँ बहाव आउँछ उतै जस्तो कि हावाको बहाव जुन डाइरेक्सनमा छ त्यही दिशामा हो गइरहेको जसको आफ्नो केही पनि हुँदैन यस्तै हाम्रो ह्युमन लाइफको पनि त्यही भइरहेको छ बिहान हामी उठ्छौं यो काम त्यो काम डिफरेन्ट वेमा हामी बिजिनेस देखाउँछौं तर यसको रिजल्ट हामीले खोज्यो भने नो रिजल्ट एट अल सो नो युज एट अल अफ योर एक्सन के हो रिजल्ट हुन चाहिँ केले मापन गर्ने त्यसलाई चाहिँ त्यही तपाईँ गोल सेटिङ पहिला एउटा हाम्रो टेक्निक PUCRD जस्तो कि तपाईले आज होल डेमा गरेको काम वेदर इट इज अ प्रोडक्टिभ और अनप्रोडक्टिभ क्रिएटिभ यो टाइम म्यानेजमेन्टको अन्तर्गत हाम्रो टेक्निक आउँछ जसमा तपाईले यसलाई कसरी थाहा पाउने कि तपाईको टाइम कतिको वेस्ट गरिरहेको छ र पहिलो कुरा तपाईले माइन्डमा यो सेट हुनुपर्छ कि तपाईले लाइफबाट चाहनु के हुन्छ के बन्न चाहनुहुन्छ कहाँ पुग्न चाहनुहुन्छ के पाउन चाहनुहुन्छ अब यो चीजको सवालको जवाबको आन्सर तपाईको माइन्डमा छ भने इट मिन्स समवेयर यु हैव सेट योर गोल तर वास्तवमा धेरै मान्छेको यो आन्सरै थाहा हुँदैन लाइफबाट के चाहनुहुन्छ सर म के चाहन्छु मलाई आफै थाहा छैन बस लाइफ जिउन चाहन्छु तर लाइफ वास्तवमा जिउने तर कस्तो लाइफ आज जिउरहेको छु अब भोलिको चिन्ता भइरहेछ फेरि लाइफ जिनुको मतलब के एक्चुअली हाम्रो भगवानले जब हाम्रो मानवलाई यहाँ पठाउनु भएको छ नि उहाँले एउटा सिम्पल सेन्टेन्स भन्नुभएको थियो कि हे मानव तिमी त्यो गर्छौ जो तिमी चाहन्छौ तिमी त्यो गर्छौ जो तिमी चाहन्छौ तर हुन्छ त्यही जो म चाहन्छु हे मानव तिमी त्यो गर्छौ जो तिमी चाहन्छौ तर हुन्छ त्यही जो म चाहन्छु सो तिमी त्यो काम गर्न सुरु गर जो म चाहन्छु त हुन्छ त्यही जो तिमी चाहन्छौ त अब कि हामी जान्ने कसरी कि भगवानले हामीबाट के एक्सपेक्ट गरेको छ किनभने भगवानले यो भन्नुभएको छ कि माथि तिमी धेरै खुसी थियौ तर अब धरतीमा गएर अलि दुःख काटेर हैन हाम्रो जुन यो लाइफ हो नि धेरै सिम्पल हो तर हामीले यसलाई कम्प्लेक्स बनाएर राखेको छौं यो कतिको पोसिबल हुन्छ सबैले इजी बनाउन सक्छन् भन्ने कुराको चाहिँ यो तपाईको 100 मा 100% यो तपाईको साइन्सले पनि प्रुभ गरिएको छ कारण जस्तो कि प्राय तपाईको कुनै टिचरले अभिभावकले आफ्नो घरमा कुनै बच्चाले एक्जाम्पलको लागि मानौ उदाहरणको लागि भन्छ कि राम्ररी पढ राम्ररी कन्सन्ट्रेट गर तर यो कोही भन्दैन कि कसरी राम्ररी पढ्ने र कसरी कन्सन्ट्रेट गर्ने यदि यो कुरा व्यक्तिलाई आइडिया दियो भने उले हरेकले राम्रो गर्न सकिन्छ एक्चुअली तपाईले गर्नु भएको होला तपाईकै घरमा या समाजमा स्कुलमा या इभन तपाईको चाइल्डहुड तपाईले अब्जर्भ गर्नु भएको होला पढ्ने इच्छा कसलाई राम्रो हुँदैन या राम्रो व्यक्ति बन्नु कसलाई इच्छा हुँदैन तर मात्र त्यो इच्छा नभएर यदि बर्निङ डिजायर जसलाई भनिन्छ अटल इच्छा यदि जो व्यक्तिमा छ त्यही व्यक्ति राम्रो गर्न सकिन्छ सो त्यो उलाई इन्ट्रेस्ट जगाउने कसरी जस्तो कोही व्यक्ति ओ माय गॉड दिस स्टडी इज भेरी डिफिकल्ट आई कुड नट स्टडी यस्तो कोही हुन्छ मिन्स स्टडी अलि हार्ड मानिरहेको हुन्छ सो त्यसलाई हार्ड नमारेर अलि फनको रूपमा कसरी लिने इन्ट्रेस्टको रूपमा कसरी लिने ताकि उले राम्ररी पढ्न सकोस् खास गरी अभिभावकहरूले आफूले नगरेको काम आफ्नो सपना आफ्नो बच्चामाथि थोपिरहेको हुन्छ कि तिमीले डाक्टर नै बन्नुपर्छ तिमीले इन्जिनियर नै बन्नुपर्छ तर यो प्यारेन्ट्सले यो देख्दैन कि उसमा युनिक ट्यालेन्ट के छ र के उसको इन्हान्स गर्दाखेरि उसले लाइफमा के बन्न सक्छ सो उसको इन्टेलिजेन्सको अनुसार तपाईले यदि उसको परफर्मेन्समा जानुभयो भने उसले राम्रो गर्न सक्छ तर तपाईले अनुभव गर्नु भएको होला प्राय व्यक्तिले त्यो काम गरिरहेको हुन्छ जो कामले उसले कहिले मन पराउँदैन मन नपरेको काम गरिरहेछ र त्यो हरेक हमेशा त्यही काम जसलाई मन पराइरहेको हुँदैन हाम्रो वर्कसप यो पनि पार्ट हो मोटिभेसनमा वर्क और डू व्हाट यु लाइक एन्ड लाइक व्हाट यु डू सो तपाई त्यही काम गर्ने जो कामलाई तपाई मन पराइराख्नु भएको छ र त्यो कामलाई कसरी मन पराउने जुन तपाई काम गरिराख्नु भएको हुन्छ एउटा स्किल एउटा त्यो आइडिया एउटा थटले
व्यक्तिको माइन्डमा बडीमा धेरै प्रभाव पार्छ। र अहिलेसम्म हामी हजार तपाईँको अस्ति हाम्रो प्रोग्रामबाट नै त्यो खास गरी टिनेजर्स जो तपाईँको साइन्स लिएर पढिरहेको छ, चाहना छ डक्टर बन्ने, तर स्कुल कलेजमा जाने बित्तिकै तपाईँको अलि अपोजिट सेक्सको प्रति एट्र्याक्सन भएर आफ्नो माइन्डलाई डाइभर्ट गर्छ, दिनरात अर्कै ख्यालमा गइरहेको हुन्छ र नेगेटिभ थट्स उसलाई आइरहेको छ। तर त्यो व्यक्तिले लास्ट डेमा फिडब्याक पनि यो दियो, अहिलेसम्म सर मेरो लाइफ यस्तो, तर यो प्रोग्रामबाट यो आइडियाबाट अब मेरो माइन्डमा एक पोजिटिभ आइरहेको छ, ऱ्यान्डम थट्स आइरहेको छैन, अब मेरो लाइफको एउटा गोल क्लियर भयो र अब म लाइफमा के गर्न चाहन्छु त्यो पनि क्लियर भयो र कसरी पाउने त्यो पनि वे मैले पाएँ, अब मात्र मलाई हिँड्नु छ र म पाउन सक्छु, मेरो एउटा कन्फिडेन्स पनि आयो। उसले प्रत्यक्ष रूपमा तपाईँको फिडब्याक दिएको थियो त्यो मासभित्र नै। तपाईँको यो जुन आफ्नो रोल अफ टेक्निक अनुसार, जस्तो म अहिले सञ्चारकर्मी छु, भेरी गुड, भेरी गुड, मलाई यो पेसा मन परेकै छैन, भेरी गुड, तर यहीँ रहनुपर्छ, भेरी गुड। के त अब यसको पहिलो कुरो मैले अहिले नै भने कि या त तपाईँले त्यो काम गर्नु जसलाई तपाईँ मन पराउनुहुन्छ या त्यहीलाई मन पराउ जो तपाईँ गरिराख्नु भएको छ। अब तपाईँले सञ्चारकर्मी जस्तो हुनुहुन्छ, अब यो तपाईँको यसलाई तपाईँले वर्क नमानेर यदि तपाईँले हबीको रूपमा लिनुभयो, हबीको मिन्स जस्तो कि तपाईँको एउटा फनको रूपमा, जस्तो म्युजिक सुन्ने कसैको हबी हुन्छ, कसैको गीत गाउने हुन्छ, जस्तो तपाईँको अब मानव कसैको इन्टरभ्यू लिने या कुनै व्यक्तिमा युनिक ट्यालेन्ट छ भने त्यो व्यक्तिलाई हाम्रो समाजको नजरमा उसलाई कसरी दर्शाउने या ऊ व्यक्तिमा भएको त्यो ट्यालेन्टलाई समाजले उसकोबाट कसरी फाइदा लिन सकिन्छ त्यो कुरालाई हामीले कसरी फोकस गर्न सक्छौँ त्यस्तो तपाईँले सोच्नु। बिकज यु सुड नट टेक दिस इज योर जब बट टेक एज योर हबी। यदि यो तपाईँको माइन्डमा एउटा सानो ख्याल आयो भने, हालाकि डिफ्रेन्ट स्टेप पनि छ, तर अहिले सर्ट टाइममा तपाईँले यदि यो एउटा वर्ड मात्र राख्नुभयो भने एज अ हबीको रूपमा, त सायद तपाईँले जति काम गरे पनि तपाईँलाई यो माइन्डमा आउँदैन कि सायद म तपाईँको केही हार्डवर्क गरिरहेको छु या म काम गरिरहेको छु, तर तपाईँले यो महसुस हुन्छ कि म आफ्नो यसकोबाट इन्जोय गरिरहेको छु। यु आर इन्जोइङ, सो मिन्स यु सुड इन्जोय विथ योर प्रोफेसन। यु सुड नट थिङ्क द्याट यु आर वर्किङ इन हार्ड वे, और तपाईँले काम गर्नै पर्छ कुनै पनि लाइफमा काम गर्नको लागि और राम्रो सफलता पाउनको लागि। अलवेज डु इट इम्पल्सन नट कम्पल्सन। अब यो जस्तो अब बाध्यता नि छ नि त मान्छेहरूमा, अब काम त गर्नै पर्यो। हेर्नुहोस् त यही हो तपाईँको बाध्यता, जुन तपाईँको व्यक्तिले यो काम गर्नै पर्यो। अब भन्छ किन सर त सर्भाइभ गर्नु छ। अब त्यो लाइफ पनि जिएर के फाइदा जो लाइफको तपाईँले अहिलेसम्म सम्मान गर्नु नै भएको छैन। जुन तपाईँमा क्षमता थियो, जतिको तपाईँ पाउन सक्नुहुन्थ्यो त्यो नगरेर, जस्तो मलाई एउटा टिचर छ, उसले जान्छ स्कुल या कलेज, बिकज टु बी फ्र्याङ्क सबैलाई थाहा छ कि एउटा व्यापारको रूपमा सबैले लिइसकेको छ। जान्छ किन न कि म आफूभित्र भएको ज्ञान म विद्यार्थीहरूलाई सेयर गर्दा उसको भविष्य उज्जवल होस्, बल्कि म गएँ टाइममा त्यहाँ मेरो स्यालेरी आउँछ। अब क्लासमा जान्छ, कोही बुझे नबुझे पनि आफ्नो जे लेख्नु रहन्छ लेखेर आउँछ, तर तपाईँको त्यो उसको स्यालेरी पाकिरहेछ। अब त्यसबाट बेस कमजोरी स्कुलमा छ भने सेम विद्यार्थी भोलिको दिन पास भएर इभेन द कलेज या केही गयो भने उसले अलि अप्ठ्यारो त्यति बेला भइरहेको हुन्छ। सो त्यति बेला टिचर हामीले के बुझ्न सक्नुहुन्छ भने, बिकज धेरैजनाले हामीले सुनेको पनि होला, एउटा डक्टर यदि बिग्रियो भने तपाईँको एउटा सिम्पली एउटा केही पेसेन्टको मात्र हानि हुन्छ, कोही इन्जिनियर यदि मात्र तपाईँको बिग्रियो भने मात्र हाम्रो केही एउटा पुलहरू भत्किन सक्छ, तर एउटा टिचरले यदि बिग्रियो भने, एउटा टिचर यदि कन्जुसाइ केहीमा गर्यो भने एकैचोटि कैयौँ विद्यार्थी हजार व्यक्तिहरूको लाइफ अन्धकारमा जान्छ। सो टिचरले त्यति बेला तपाईँलाई जस्ट आई क्यान हेल्प माई स्टुडेन्ट्स और आई क्यान मोटिभेट र उसले लाइफमा राम्रो गर्न सक्छ, एउटा सेयर गर्नको लागि म गइरहेको छु, त्यो पोजिटिभ ख्याल राख्यो भने उसले बाध्यता पनि लाग्दैन, उसलाई प्रेसर पनि लाग्दैन, राति उसले इन्जोय गरिरहेको हुन्छ। र तपाईँले गर्नु भएको होला, जो टिचर यदि यस्तो सोच्छ त 40 मिनटको साटो उसले 50 मिनट पनि क्लासमै बसिरहेको हुन्छ। तर जो तपाईँको कम्पल्सनको बादमा मिन्स एउटा बीज पुऱ्याउनको लागि मात्र गइरहेको हुन्छ, पिरियड छ 40 मिनटको, 10 मिनट ढिलो जान्छ र 10 मिनट फास्ट नै आउँछ। सो त्यसमा अप्ठ्यारो छ, उसलाई प्रेसर हुन्छ, उसले विद्यार्थीलाई कट्दैन कि उसको लाइफ लङ स्ट्रेस नै भइरहेको हुन्छ। तर तपाईँहरूको आइडिया अनुसार त टेक्निक लगाएपछि त 40 को लाई 20 मा अथवा 30 मा गर्न सकिनु पर्ने नि त त्यसो भए। तर त्यति बेला तपाईँको त्यो सब्जेक्ट म्याटर भयो, त्यो टाइममा तपाईँले मोटिभेट गर्न सक्नुहुन्छ, इन्स्पायर गर्न सक्नुहुन्छ। खास गरेर यदि तपाईँको टिभीबाट जुन हाम्रो यदि कोही टिचर साथीहरू सुनिराख्नु भएको छ भने एउटाले मेरो त के मेसेज पनि दिन चाहन्छु कि तपाईँले एउटा हाम्रो विद्यार्थीहरूलाई नट ओन्ली द किताबको म्याटर बल्कि एज अ फ्रेन्डली एप्रोचमा गएर उसको लाइफमा नै कसरी बदलाव ल्याउने, किनभने एउटा राम्रो विद्यार्थी हुनु छुट्टै कुरो हो, तर देशको एउटा नागरिक राम्रो बन्नु छुट्टै कुरो हो। तपाईँले गर्नुभएको होला, कोही विद्यार्थी साइन्स या केमिस्ट्रीमा राम्रोमा 80% 90% ल्याएको हुन्छ, तर रियल लाइफमा आयो भने ऊ फेल भएको हुन्छ। स्कुल लाइफमा कोही विद्यार्थी एकदम कमजोर हुन्छ, कहिले पनि राम्रो नगर्ने, टिचरले हमेसा उसलाई हेपेकै नै हुन्छ, गाली नै गरेको हुन्छ, तिमी लाइफमा केही गर्न सक्दैनौ, र त्यही व्यक्ति जुन रियल लाइफमा आउँछ, कुनै बिजनेस गर्छ, केही आइडियाले गर्छ भने त्यो एकदम सफलता पाइरहेको हुन्छ।
यही सफलताको मापन चाहिँ केमा गरेर यो चाहिँ सफल भयो यो चाहिँ असफल भयो भनेर के आधारले मापन गर्ने? डियर फ्रेन्ड्स, पहिलो कुरो यसमा कि सफलताको जुन तपाईँको रियल डेफिनेसन केही पनि छैन। सक्सेसको मतलब तपाईँको नाम पनि होइन, पोजिसन पनि होइन, पैसा पनि होइन। वास्तवमा रियल सक्सेस हुनुको अर्थ इट्स अ टोटल फुलफिल अर द सेटिस्फ्याक्सन फ्रम योर इनर हार्ट। तपाईँले जे गरेर राख्नु भएको छ तपाईँको भित्र सेटिस्फ्याक्सन आयो भने द्याट इज योर सक्सेस। कोही व्यक्ति हुन्छ सर म एसएलसीमा 80% ल्याउन चाहन्छु, उसले मान्नु 80% ल्यायो, उसले सक्सेस भयो, त्यो जरुरी छैन। फेरि उसलाई इन्टर छ, सर म इन्टरमा तपाईँको मिन्स 90% ल्याउन चाहन्थे और मिन्स 70% ल्याउन चाहन्थे, आयो, सक्सेस भयो, त्यो जरुरी छैन। सक्सेस इज अ कन्टिन्युअस प्रोसेस। हरेक स्टेपमा तपाईँले कुन कुरा कसरी पाउने त्यसमा तपाईँले ध्यान राखेर कसरी आफ्नो लाइफमा अगाडि गर्ने त्यो हामीले मेन फोकस गर्नुपर्छ। सो कसरी मापदण्ड गर्न सकिन्छ सक्सेसको सिम्पल कुरा तपाईँ आफैसँग सोध्नुहोस्। इन केस अहिले तपाईँ नभयो भने तपाईँको लागि कतिलाई खाँचो हुन्छ? साँचो भन्यो भने हामी त एकै घरमा बसिरहेको हुन्छौँ तर आफ्नो दाजुभाइसँग पनि मुख अनुहार हेर्न चाहिरहेको हुँदैनौँ। आफ्नो ब्रदर इन लहरू पनि छ भने अरू सिस्टर इन लहरू त्योहरूसँग पनि हामीले जस्तो अनुहार हेर्न पुरै मिलिरहेको हुँदैन। बसिरहेको छौँ एउटै छतको तल तर हाम्रो मुटुको धेरै टाढा हुन्छ किनभने हाम्रो एसर्टिभ बिहेभियरनेस विक छ। हामी त्यो जुन बिहेभियरनेस एउटा हाम्रो प्रोग्राममा आउँछ एसर्टिभ बिहेभियरनेस कसरी बनाउने भनेको अर्थ कुनै पनि कुरा तपाईँ बोल्दा या केही गर्दा तपाईको त्यसपछि गिल्टी फिलिङ्स नहोस्। तर हाम्रो डे टु डे लाइफमा के हुन्छ हामीले त्यही बोलिरहेको हुन्छ जो नबोल्नु पर्ने र बोलिसके पश्चात हामीले अलिक गिल्टी फिलिङ्स भइरहेको छ भित्रबाट। हामीले एक्टिङ गरिरहेको हुन्छ जो कि हाम्रो लाइफको लागि राम्रो होइन। सो हाउ टु लिभ और हाउ टु डु इन द्याट वे द्याट इज द भेरी इम्पोर्टेन्ट। र तपाईँले मानौ अहिले जस्तो दिनरात तपाईँ आफ्नो फ्यामिलीको लागि काम गरिराख्नु भएको छ, बच्चाको लागि काम गरिराख्नु भएको छ, तर यो तपाईँले गर्नुहोस् कि तपाईँसँग कतिको एट्याच छ। के तपाईँ आफ्नो बच्चालाई समय दिन सक्नुहुन्छ कि आज बाबु के पढ्यो स्कुलमा के भयो? धेरै प्यारेन्ट्सले दिन सकिरहेको छैन कारण दे आर भेरी बिजी विथ देयर वर्क। अब घरमा जान्छ त्यसले बच्चा सुतिसकेको हुन्छ, बिहानै उठ्दा बच्चा स्कुल गइसकेको हुन्छ। तर के म भन्न चाहन्छु एज अ प्यारेन्ट्सहरूलाई या आफ्नो जति तपाईँको अहिले हेरिराख्नु भएको छ त्यो साथीहरूलाई खास गरेर तपाईँ जति आफ्नो प्रोफेसनल व्यस्त भए पनि केही समय तपाईँ आफ्नो बच्चाको लागि पक्कै दिनुहोस्। बिकज तपाईँ जे पनि गरिराख्नु भएको छ वास्तवमा उसकै लागि कोही पनि व्यक्ति आफ्नो लागि मात्र काम गरिरहेको हुँदैन बल्कि आफ्नो फ्यामिलीलाई सिक्योर लाइफ कसरी दिने फाइनेन्सियली, मेन्टल्ली, इमोसनल्ली। तर वास्तवमा हामी जुन एक्सप्रेस गरिरहेको हुन्छ नि त्यो तरिका हाम्रो मिस्टेक हुन्छ, त्यो तरिका हाम्रो अलिक गलत हुन्छ र जसबाट उनीहरूलाई लाग्छ कि हामी आफ्नै लागि जिरहेछौँ, हामीले उसको केयर छँदै छैन। तर हार्टबाट भन्यो भने हामी वास्तव आफूभन्दा पनि बढी उसलाई नै केयर गरिरहेको हुन्छौँ। सो त्यो एसर्टिभ बिहेभियरमा बदलाव कसरी ल्याउने र विशेषमा सर्टेसन यो पनि भन्न चाहन्छु हाम्रो यो जुन हेरिराख्नु भएको छ म श्रोतावृन्दहरूको लागि कि अरू दर्शकवृन्दहरूलाई कि यदि तपाईँहरू लाइफमा अहिलेसम्म कतिको लाइफ जिउनु त्यो थाहा छैन तर म चाहन्छु जुन हाम्रो निःशुल्क सेमिनार तपाईको आइतबारदेखि भइरहेको छ वैशाख 17 गतेदेखि वैशाख 22 गतेसम्म डेली 2 सेसन आइतबारदेखि शुक्रबारसम्म बिहान 7:30 देखि 9:30 बजे र दोस्रो सेसन बेलुका 4:30 देखि 6:30 बजेसम्म। यो दुईटै मध्ये कुनै एउटा सेसनमा आउनुहोस्, पहिला प्रत्यक्ष रूपमा महसुस गर्नुहोस्, आफू पनि आउने, फ्यामिली मेम्बर्सको लागि पनि ल्याउने। र यसमा 5 क्लासभन्दा तलको बच्चालाई हामी लिँदैनौँ तपाईँलाई प्राय बिकज हामीले भनेको बुझेको कुरा उसले बुझ्नुपर्छ। सो 5 भन्दा माथिको नै आओस्, अप्पर एज लिमिट केही पनि छैन। 80 सालको हजुरबुवा पनि आउन सकिन्छ, उहाँ आएर प्रतिदिन हेर्नुहोस् यो के कस्तो छ र त्यसपछि उहाँले यदि इन्ट्रेस्टेड हुन्छ भने फर्दर ट्रेनिङहरू पनि हामीले त्यो त्यहाँ दिएका हुन्छौँ। सो पहिला यो सेमिनारमा आइदिनु यति अनुरोध सबै साथीहरूलाई छ। एउटा सेसनमा चाहिँ तपाईँहरूले निःशुल्क गर्नुभएको? हजुर हजुर हजुर। दैनिक जुन 2 सेसन भइरहेको हुन्छ नि यो जो आइतबार हुन्छ त्यही तपाईँको शुक्रबारसम्म कन्टिन्यू चलिरहेको हुन्छ। मर्निङको एउटै होस्? जुन मर्निङ पनि छ त्यही कुरा बेलुका पनि हुन्छ 4:30 देखि 6:30 मा पनि। जो बेलुका अब त्यही फेरि भोलि पनि हुन्छ, सेम थिङ रिपिट हुन्छ। सो तपाईँले कुनै एउटामा मानौ तपाईँलाई आज बिहानको समय उपयुक्त भयो आउनुभयो, कसैलाई बेलुका होला, कसैलाई आज मिलेन, कोही सोमबार आउँछ। सो कोही नोट छुटाओस् भनेर हामीले त्यो रिपिटेसन त्यो दिएको त्यसमा। अनि अब उसलाई मन पर्यो भने फर्दर ट्रेनिङ भन्नुभयो यहीँ पोखरामै? यस्तै तपाईँको सभागृहमा जुन डेनिस कन्फरेन्स हल छ त्यसैमा हो। सो एकचोटि तपाईँले उहाँ सेमिनारमा यदि आउनुभयो भने अल द आइडियाज हामी ब्रोचरहरू पनि त्यहीँ दिएका हुन्छौँ। हरेक टेक्निकहरू के कस्तो हो त्यो पुरै आइडिया त्यही पाउनुहुन्छ। सभागृह चोकमा जुन डेनिस कन्फरेन्स हल छ नि त्यसैको कन्फरेन्स हलमा हुन्छ, डेनिस फ्यामिली रेस्टुरेन्ट त्यसैमा। अब यो तपाईँको कुरा सुन्दाखेरि त अब मान्छे सक्सेस हुन्छ भनेर भनिएको छ। अब मापनको कुरा पनि सन्तुष्टि हो भन्ने खालको यहाँको आफूले सन्तुष्ट छ भने त्यही नै हो सक्सेस भन्ने कुरा। तर अब अहिलेको संसारको मानिसको चरित्र हेर्दाखेरि आर्थिक रूपमा धनी गरिब भएर अनब्यालेन्स भइरहेछ।
अनि अब कन्ट्रीहरू पनि कुनै धनी कन्ट्री बनाएको छ, गरिब कन्ट्री बनाएको छ, एउटाले अर्कोलाई अब हेप्ने चेप्ने खालको भइरहेछ। यसरी समाज विकास भइराखेको बेलामा तपाईँहरूको कन्सेप्टले कसरी सक्सेस? भेरी गुड। पहिलो कुरो यो जुन तपाईँले आर्थिक एउटा कुरा गर्नुभयो, त हाम्रो एउटा छुट्टै एउटा वर्कसप पनि हुन्छ जो टोटल तपाईँको यसलाई भन्छ मनी म्याट्रिक्स। मनी म्याट्रिक्समा तपाईँको टोटल्ली मनीको बारेमा नै कुरा गरिएको हुन्छ। एउटा हिन्दीमा तपाईँले कहावत छ कि पैसा खुदा तो नहीं लेकिन खुदा से कम भी नहीं। पैसा खुदा तो नहीं लेकिन खुदा से कम भी नहीं। सो तपाईँले जुन यो वेल्थ जुन छ नि मनी, यो तपाईँको यसलाई कसरी क्रिएट गर्ने, यसलाई आफ्नोमा लाइफमा कसरी आकर्षित गर्ने, एउटा ल अफ एट्र्याक्सन हुन्छ, त्यसको पनि एउटा वे छ। वास्तवमा हरेक व्यक्तिले जो काम गर्छ पैसाको पछाडि गइरहेको छ, तर कन्सेप्टमा यो छैन कि वास्तवमा पैसा आउँछ कसरी, त्यो रुट मेन कजलाई थाहा छैन। इभन द टिचर भए पनि जे पनि पैसा आउन सकिन्छ। बिकज बिल गेट्सले कहिले भन्नुभएको थियो, यदि तपाईँ गरिब फ्यामिलीमा जन्मिनु भएको छ भने यो तपाईँको मिस्टेक होइन। यदि तपाईँ गरिब फ्यामिलीमा जन्मिनु भएको छ भने यो तपाईँको मिस्टेक होइन, तर गरिब भएर नि यदि तपाईँ मरिराख्नु भएको छ द्याट इज टोटल्ली योर मिस्टेक। यो पूर्ण तपाईँको आफ्नै गल्ती हो। किनभने साइन्सले पनि प्रुभ गरेको छ हरेक व्यक्तिमा यति इन्डिभिजुअल यति क्षमता छ, यदि जसको उसले एहसास गरेर इस्तेमाल गर्यो भने लाइफमा उसले हरेक थोक पाउन सकिन्छ। कोही व्यक्ति सर मलाई मेरो बुवा त एकदम फार्मर छ, म लाइफमा केही गर्नै सक्दैन। हामी सबले सुनेका छौँ जुन इन्डियाको फर्मर जुन प्रेसिडेन्ट हुनुहुन्थ्यो अब्दुल कलाम साहब, उहाँको बुवा एकदम पुवर, एकदम उहाँ कसरी भन्नुभयो, हाम्रै नेपालको मानव उदित नारायण झा एउटा सानो भारत गाउँबाट आएर कतिको लाइफमा अगाडि बढ्नुभयो। सो युनिक ट्यालेन्ट, एहसास हामीले त्यो राइट वेमा जानुपर्छ। वास्तवमा भन्यो भने व्यक्ति जुन काम गरिरहेको छ, जुन आफ्नो जब गरिरहेको छ, त्यसको राइट डाइरेक्सन हो कि होइन त्यो आफैमा कन्फ्युज परिरहेको हुन्छ। एउटा रोबोटको जस्तो लाइफ, बिहान भयो खाना खाएर खाना खाएर आफ्नो अफिस या स्कुल कलेज जहाँ पनि गयो, अगेन बेलुका आयो खाना खायो सुत्यो, लाइफ यो रुटिन चलिरहेको छ। उसले चेन्ज ल्याउनै चाहँदैन, चेन्ज आउँदै आउँदैन। सो कुनै पनि कुरा लाइफमा गरेको पहिला हामीले बदलाव ल्याउनु पर्छ। तर व्यक्तिको एटिट्युड के हुन्छ, बदलाव ल्याउनुको लागि आफूमा केही नगर्ने, घर फ्यामिली वाइफलाई या बच्चालाई या परिस्थिति डिफ्रेन्ट थिङमा उसले ल्याउन चाहन्छ, जो कि तपाईँको पोसिबल त्यति हुँदैन। यो कुरा सही हो, तपाईँ आफ्नो कुनै त्यो अहिले जो मौसम छ पानी पर्ने मौसम त्यसलाई रोक्न सक्नुहुन्न, कुनै परिस्थितिलाई बदल्न सक्नुहुन्न, कुनै व्यक्तिलाई तपाईँले भनेको अनुसार तपाईँ गराउन सक्नुहुन्न, तर धेरै पोसिबिलिटी हुन्छ तपाईँको कि व्यक्तिले आफैमा पहिला बदलाव ल्याउन सकिन्छ। त्यसैले एउटा इङ्ग्लिसमा प्रभाव पनि भनिएको छ, नथिङ इन लाइफ विल चेन्ज अन्टिल यु चेन्ज। नथिङ इन लाइफ विल चेन्ज अन्टिल यु चेन्ज एन्ड व्हेन यु चेन्ज एभ्रिथिङ विल चेन्ज। भनेको तपाईँले आफै बदलाव ल्याउनु भयो भने, फर इक्जाम्पल हाम्रो प्र्याक्टिकल लाइफबाट नै लिउँ, हामीले कसैलाई कोही रिसाउँछ, सोध्नुभयो सर अरू तपाईँ किन रिसाउनु भएको, अरे यार म त रिसाउँदिनँ, तर यो व्यक्ति तपाईँको रिसाएर त्यसैले मैले रिस उठ्यो। या तपाईँले उसलाई स्ल्याप हिर्काउनु भयो, किन हिर्काउनु भयो, सर उसले मलाई गलत भन्यो अनि मैले उसले स्ल्याप हिर्काएँ। भनाइको अर्थ हामीले जहिले पनि एक्सनको रियाक्सन देखाउँछौँ नि, त्यो अपोजिट पर्सनको एक्सनलाई हेरेर रियाक्सन देखाउँछौँ। वास्तवमा भन्यो भने हाम्रो स्वभाव गलत बोल्ने हुँदैन, हाम्रो स्वभाव गलत गर्ने हुँदैन, तर अरूको गलतलाई हेरेर हामीले गलत गरिहाल्छौँ। हाम्रो एउटा वर्कसप एउटा स्टोरी छ जुन म हर हब ट्रेनिङमा यो स्टोरी सेयर गर्छु नि, यो तपाईँको 1 मिनटको सायद सेलिब्रेसिड यो स्मल स्टोरी हो। तपाईँको एउटा हाम्रो साधुजीको, यो साधुजी तपाईँको आफ्नो शिष्य ऋषि मुनिहरूसँग तपाईँको डेली जानुहुन्थ्यो नदीको किनारे स्नान गर्नको लागि र बस्नुपर्ने हुन्थ्यो त्यही आश्रम बनाएर। एक दिन स्नान गर्नको लागि जाने क्रममा उसले के हेरेको छ कि पानीमा एउटा बिच्छू स्कर्पियन डुबिरहेको छ, त्यो छटपटाइरहेको थियो, ज्यान उसको मिन्स अलि मर्ने खाले परिस्थिति थियो। त्यो हेरेर त्यो ऋषिलाई अलिक दया लागेछ, ऊ अलि नजिक आएर त्यो बिच्छुलाई हातले उठाएर अलि बचाउन कोसिस गर्यो। तर जब उसले त्यो बिच्छुलाई उठाउन कोसिस गरिरहेको छ, त्यो बिच्छुले उसको हातमा डङ्क मारेको छ, काट्न खोजेको छ, फेरि त्यो हातबाट छुटेर तल पानीमा झरेछ, फेरि त्यो छटपटाइरहेछ, फेरि त्यो साधुले के गरेछ हातले उठाउन उसलाई कोसिस गरेको छ, फेरि त्यो डङ्क मारिरहेको थियो। यो तपाईँको प्रक्रिया चलिरहेको थियो। टाढाबाट एउटा शिष्य हेरिरहेको थियो, उसलाई अलि बर्दाश्त भएन, नजिक आएर भन्छ गुरुजी तपाईँ के गरिराख्नु भएको छ, यो बिच्छुले तपाईँलाई काटिरहेको छ, तपाईँको जान लिन कोसिस गरिरहेको छ र तपाईँ त्यही बिच्छुलाई बचाउन खोजिराख्नु भएको छ। त्यो गुरुजीले भन्नुभएको छ, हेर शिष्य त्यो बिच्छुको स्वभाव हो डङ्क मार्नु, जान मार्नु, ऊ आफ्नो काम गरिरहेको छ। मेरो स्वभाव हो क्षमा गर्नु, दया गर्नु, म आफ्नो काम गरिरहेको छु। भनेको अरूको स्वभावलाई हेरेर हामीले आफ्नो स्वभावमा कहिले पनि परिवर्तन ल्याउनु हुँदैन। कसैले गाली गर्दैमा हामीले पनि गाली गर्नुपर्छ जरुरी छैन। त्यो त नकारात्मक चिजको लागि भयो, अरूले नराम्रो गर्यो भने त्यही सिक्नुपर्छ भन्ने भएन, पोजिटिभको लागि त सिक्नुपर्छ होला नि। फेरि द्याट्स मिन्स हाम्रो स्वभाव मैले यो जुन भने नि यो नेगेटिभको लागि नै यहाँ छ नि। कोही रिसाउँछ हामीले रिसाइदिन्छौँ, कोही के बोल्छ हामी हिर्काइदिन्छौँ।
सेम थिङ पोजिटिभमा इन केस तपाईँमा पोजिटिभ छ एहसास छ बिकज एभ्रीबडी इज द जज फर हिमसेल्फ अफ देमसेल्फ हामीलाई राम्ररी थाहा छ हामी यस्तो छौँ त किन छौँ र के गरेर भए हामी कस्तो हुन्थ्यौँ यदि कुनै व्यक्तिमा राम्रो पोजिटिभ छ भने त्यसलाई कसरी हामी लिन सक्छौँ त्यो गर्न सकिन्छ मानव कसैको स्वभाव छ राम्रो बोल्नु हाम्रो स्वभाव हामी राम्रो बोलिरहेको छैनौँ त यहाँ यो लागु हुँदैन कि तपाईँको अरूको स्वभाव ल्याएर आफ्नो स्वभावलाई चेन्ज गर राम्रोमा मैले भन्न खोजेको नराम्रोले हटाएर राम्रो कन्भर्ट गर्ने यो कमन सेन्सको कुरो हो समय सकिया छ के भन्नुहुन्छ अन्तमा म यही भन्छु हाम्रो यो जुन दर्शकबिन्दुहरू हुनुहुन्छ जुन हामी तपाईँको सेमिनार सायद अहिले वर्तमानको अन्तिमपटक हुन गइरहेको छ एटलिस्ट जति लाइफमा व्यस्त भए पनि एकचोटि तपाईँले यो प्रोग्राममा एकचोटि आएर साक्षी भन्नुहोस् र हेर्नुहोस् प्रत्यक्ष रूपमा कि लाइफमा हामी कतिसम्म के गर्न सक्छु तपाईँलाई आफै एहसास हुन्छ र एउटा यो छ खास गरी युवा वर्गहरूलाई एउटा सन्देश के पनि दिन चाहन्छु यदि व्यक्ति आफूमा लगनशील कर्मठ र इमान्दार भइदियो भने उसले कल्पना गरेको हरेक चिज लाइफमा पाउन सकिन्छ तर वास्तवमा उसले कर्मठ इमान्दार र लगनशील हुनै पर्छ यही भन्दैमा म आफ्नो दर्शकबिन्दुहरूलाई यही भार गर्छु र आई विश लास्ट बट नट द लिस्ट एकचोटि तपाईँहरू यो सेमिनारमा जुन एक हप्ता भइरहेछ आइतबारदेखि तपाईँको शुक्रबारसम्म सभागार चोकको डेनिस हलमा तपाईँ एकचोटि आएर कुनै सेसनमा आउनुहोस् एन्ड बी द विटनेस अफ माई प्रोग्राम हस् यहाँलाई धन्यवाद थ्याङ्क यू भेरी मच दर्शक कार्यक्रमको निर्धारित समय सकिएको छ अर्को कार्यक्रममा हामी यस्तै जनचासोको विषयवस्तुमा केन्द्रित भएर छलफलका साथ आउनेछौँ आजको कार्यक्रमबाट बिदा माग्छौँ नमस्कार